राख त लासा हामीले बङ्गालीलाई मैले उसबाटै खतम हान्दियो नि त दुईजना मिलेर दाजु र भाइले हैन मुजी यहाँ पछाडि घर हो ल एक्कासी पछाडि आइदिरहेको यार एउटा बङ्गाली गयो होइन हौ मै देख्ने गाठा खसी एउटा गाठा बङ्गाली गाठा गयो मै थाहा मलाई कताबाट हाल्नु म त एक्कासी पछाडि आएर हानेर फुट पनि हान यही रहेछ है मेरो आवाज सुनिरहेको थियो म भोजेलाई उयो गर्ने हुँदा मैले उता हेर्ने उता हो कि यता हो म त कन्फ्युज भएँ मैले बोल्दैन फेरि कताबाट हानु भनेर यताबाट हानु उताबाट हानु भनेर पनि दाइले शिकार गर्न आँटे के शिकार हान्न आँटे M209 भेट्नु मार्क हान्नु है I got supplies. मार्क हान्दै I got supplies. Help! ला मात्र त्यो पछाडिको भित्र हेर त हामीलाई भन् भान्जा के छ वेलकम टु घाटका Marked a location. अनि म आउन आँटेको थिएँ नियमको पालन होइन नै। फेरि अनि अहिले भनेको याद आयो क्या गएर आनन्द खेल्न यहाँ को आइपुग्यो गाडका सबै लुटिसकेको होइन होला साथी यार कति छिटो यार म त चुप लाएर आएको त नभने चाटचोट पारेको हे रित्तो साथीतिर हो ए। रित्तो रित्तो छु म छैनन् कुनै आशा अरू बिडी बक्सार्दै यस ड्याडी ड्याडी हान्नु त अब म त फेरि बिट बक्स पनि खतरा हानिदिन्छु नि Right. Watch out! जो भनेको साथी जो र रोजक त्यता पर्दैन होला यार भान्जा यार पर्दैन कहिले नखेलेको मैले लोकेसन दिएको छु ए अब एकजना त यहाँ छ Marked a location. एकजना त यहाँ Marked an छ open door. एकजना Marked a यहाँ location. कहिले न मैले यार
म तिनतिर छ अरे। म भर्खर त खेलेको गाडी लिएर आउन साथी अब हामी पर पर यसो बाहिरतिर निस्किने अब सायद डुल्दै डुल्दै जानुपर्छ अरे। अब हामी हन्टिङ मैले हानिसकेको थिएँ कि यो राँडीको बानलाई चाहिँ हान्नुपर्छ है भन्छ यार यो पछाडिबाट एक्सको मुजी फरामी हान्छ भन्ने जस्तो लागेको थियो राँडीको क्या त्यो छोराले। घरमा स्कट हस्को त उहुँ, ठ्याक्कै मैले पछाडि फर्केर हेरेको मात्रै म अगाडिबाट आएर उहुँ, उहुँ। प्लेन पात हुने हुँदै यो एक्स पराबी भन्ने सरप्राइज मदरफकर भन्यो है क्या भने ए, कहाँ तेरो को हो थियो? प्लेन पात त यार भाइ यार त्यसको एक सुट तेरो मात्र थियो नि त नाम हेर्नुहोस् प्लेन पात थिएन योपालिको त। कस्तो थियो तेरो थियो नाम मुला ल्या यसले यादै गरेन छ गाडीको तर चाहिँ गाडी लिएर त्यो आउँ के यता गाडी खोज गाडी खोज यो यहाँ कहाँनिर यहाँतिर कतातिर उयो के अरे उयो थियो हो गाडी नै छैन यार साथी यार रोडमा यार मौरी हो त मौरी आइकिन एमालेको बन्द अरे यार साथी यार आज आलुको गाडी नै एमालेको छैन। बन्द भन्नु नि र तिमी माओरी हो दाइको आलु खुवाइदिएर बन्द भन्। कसो आँखा झ्याप 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 माल खाएको जस्तो भइसक्यो। के माल हो त तैँले आज एउटा मालै फेरि खाएको छस् मरिन्छ भाइ है अब निस्किहाल है गाडी खोजेर निस्किहाल है कस्तो के माल हो यहाँ मेरो मार्क हेर्न यो कस्तो यहाँतिर रन्डीको कहाँनिर भन्नु मोस्टर साँच्ची टक भनेको भन्ने भान्जा यहाँनिर रोडमा कता? त गाडी नै छैन हौ माछिक्ने यस्तो मुझे गाडी यो गाडीलाई विलुप्त हान्ने यहाँ एउटा बगी चाहिँ भेटेँ है भान्जा म त्यहाँ भ्याउँदिनँ नि त म त्यहाँ छुइनँ नि त राज मुजी रन्डी म बोल्न भन्दिनँ। माछिके भालु म भनिरहेको गाडी आयो तेरोमा आउँछ मुजी लु मर कहाँ छ त्यो दाइ मर ल वान विकको हान्दिनु अनि रिकल गर्ने आइजेलले भनेको कुरा त मान्नु हौ टप 15 चाहिँ यहाँनिर पुग्यो जेसीले गर्दा छिटो चढ तेरोमा गाडी होइन राज हामी सिकार हान्न गएको थिएँ। मोन्स्टर ट्रक बोक छिटो जहाँ तिमीहरू हानेर त्यसलाई अभिषेक आइज त्यसमा यो गरौँ I got supplies. तँ यहीँ बस भाइ पारे भाइ तँ यहीँ बस Marked a location. कता छ एनिमी कहाँ छ तँ उयो घरभित्र गएर बस हँ? दबाएर बस ए सक्यो त सक्यो होइन रन्डीको वान यहाँ पनि Marked a location. बटलाई मार्नु बोलाउनु हो कि यही हो सकेको छ चाहिँ डमेदा चाहिँ फेरि छ। प्रो एनिमीलाई मात्र हान्छ नि त यो त यो गाडी आएको थियो र मैले यसलाई हालेको सिङ खोलेको थियो क्या नगर्दा गाडी भाइ तँ सकेर होइन बेसी बोल्ने काम नगर्दा यहाँ एनिमी भित्र छ जस्तो लाग्यो है चाबी खुलेको छ यसले दामी हो मलाई राख्नु है चाबी म आएपछि मात्रै छिर्नु है चाबीवालाको घरमा चाहिँ निस्किएर यहाँबाट एनिमी भागेको छ नि यार होइन मनोरञ्जन केही दाइ। छैन। पर्दैन त खोइ मुझे अब लुकमा त्यहाँदेखि आउँछ
हेर्न माथिमा यसलाई त म कम मुजिला त नि है ऊ भान्जाले लिएर आउँछ तँलाई यहाँ दुई होइन हौ, म यहाँ दाइहरूसँग आएको क्या। लुट्नु दे न त हो दे 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 यो मुजी लुट्नु तसँग गतिलो हान्ने चिज त छ नि किन हान्ने बेलामा चाहिँ छैन मार्नु केही नै खोइ क्यारेक्टरले हान्नै सक्दैन क्या लुट्ने हो। लुट्ने हान्नु सक्ने छ नि भने भइहाल्यो पक्कै कम मुजिला मेरो क्यारेक्टर दिन्छ अहिले फक्त त्यही भनेको क्यारेक्टर नराम्रो भयो कि तेरो क्यारेक्टर जोतको क्यारेक्टर हो भने तेरो के छ राजदाईको खोइ हेरौँ। राजको सही हो मुझे राजको खतरा हो ला राजकोमा के छ नाम पढ न नाम गोर्खा भनेपछि बुझ न नाम हेर्दा गोर्खाको मिनिङ चाहिँ के हुँदा गोर्खा भनेको नाम भनेपछि अनि बस्न नामै साथै काफी छ बसेको यो। गोर्खाको मिनिङ चाहियो भने चाहिँ गोर्खा स्कुल पढाएको थिएन तिमी चाहिँ जिन्दगीमा कहिले ए भगवान् तँलाई गोर्खाको मिनिङ थाहा छैन नि त दाइ। भन्नुपर्ने भाइ तँलाई गोर्खाको मिनिङ भन्नुपर्ने अहिले म तँलाई चालेर घोप्टो पारेर थेचारेर कसलाई हानेको थाहा छैन अरे थाहा छैन थाहा भएको म कहाँ सोध्यो थाहा छैन अरे पाहाडे मात्र 8 पास। त कति पढेको हो नि त भाइ त कति पढेको हो नि त भाइ त कति पढ्नु चाहिँ के पढिस् भनेर सोध्न आर्ट्समा पढिस् नि तँलाई इतिहासमा त हाँस मात्र थाहा छ हौ दाइ। तेरो त मुजी त प्रदीप सरलाई म मुजी निकालिदिन्छु मुजी प्रिन्सिपलबाट निकालिदिन्छु मुजी भनेको प्रधानाध्यापकबाट म निकालिदिन्छु म्याचलाई मुजी अस्ट्रेलिया पठायो मुजी त्यहाँ लुटेर मुजी स्कुलबाट लुटेर भनिसकेछ जाउँ यस पर सिटीमा चाहिँ हुनु सक्दैन नि यो त अघि मलाई किन अघिकै म्याच जस्तो लाग्छ चिकन हालिन्छ साइकलमा आइज ल साइकलमा आउनु ए ल सर यहाँ मुजी चुकाएर छोड्दै भनेको अब अलिकति घर लाउरे बन्न आँटेको थियो नि त साइकल पेल्दा किन ल के भयो ल बधाई छ भाइ मेरो बुढीले कल गर्यो भाउजूले चन्देश भाइले भनेको दर्शनहरू गलती मूवी हो रहा था अभी आपका किसका वो थोड़ा उसको व्हाट्सएप कर दो ना वो स्टिकर आ गया आपका नंबर आपके पास नंबर है ना एक्स खोइ के भन्ने उसले हान्दै थियो नहीं वो हमारा बॉस का है हम बॉस को फोन करो बॉस फोन कौन सा? मुश्किल है मैं सुबह में वो दूसरा बंदा को बताएगा एक डिलीवरी आया स्टिकर के लिए स्टिकर मुझे मालूम है मलवारी का ही होगा मलवारी ने लेके गया था पहले बार भी स्टिकर इससे पहले भी वो मदौर का मैसेज कर दो स्टिकर आ गया मुश्किल है ओके सालको पटट परी सलाइको अगाडि गाडी छ केटा अगाडि गाडी छ तिमीलाई त मुझे तो गोलमालको त हामीलाई खेदा हान्नु न मसँग सुन्नु पर्ने हुन्छ कहाँ गयो त्यो गाडी खोइ भान्जा खोइ सरी यार तेल सक्यो हाम्रो केटा तेल सक्यो राज रेडी गर है यो उयसमा आएको क्या यो
हेलो तेलको गाडीमा तेलको आशिक ओके मुश्किल है आप एक बार उसको अगर उसका उसका नंबर है तो आप भनेको कर दो सुन्नु न, सिक्योरिटी के पास से मैं मिलेंगे। आउनु। हाँ ओके ओके मुश्किल है सिक्योरिटी के पास एक बोल दो ना वो समझ आएगा ए भनिरहेको छु राउन्ड डिगमा यस्तो लुटेर याद उनलाई आयो, लुटेको याद छैन आयो, म्याचमा ओके अनि तपाईँहरूलाई यो गरिदिएँ रन्डी अहिले मुजीलाई म है अरे गाडी खोलेर हामीलाई तेल छैन गाडीमा राज खोज्दैछु त के हो तिमी त हग्दैछौ कि हो तेल छैन तिम्रोमा त मुजीलाई अहिले म चिठी लेख्छु हेर भन न त यार तेल मसँग छ यार माग न माग अहिलेदेखि तेल माग सक्नु माग भनेर। मुजी यहाँ आऊ खोइ गाडी कहाँ छ उम्, चिठी त अनि चिठी लेख्नु पर्यो गाडी चाहिँ कहाँ छ हौ ए यहाँ छ। ला ओइ हाम्रो गाडी कसरी ड्यामेज भयो ल माचिम अनि यो पाराले त गाडी त नि गाँडगुले त्यो कन्डो खरानी हुन्छ त यार ल लिएर जा ओइ गाडी ड्यामेज भयो हाम्रो साथी मिना त आउनु यो मुजी रन्डीको बान पाउनु फेरि आउँछ त्यस्तै छ हामी गाडी खोजेर आउँछ हाम्रो है तेल राज पुग्दैन हामी तेल पुग्दैन टल पर आउनु गाडी यहाँ रिक्स लिनु हुँदैन त होइन छैन रमे दाइले आधी मात्रै तेल हाल्दैन गाडी पनि छैन म पनि कहाँ धेरै पर जान्छु त म पनि कहाँ धेरै पर जान्छु त राजा। मुजी एउटा एउटा हाल्दै भन्न त्यो पनि धन्न मुजी दुईवटा बोकेको थियो एउटा हाम्रोमा हालेँ एउटा राखिरहेको थिएँ मैले धन्न बोके भन् मुजी यसो यहाँबाट हेर त देखिन्छ गाडी छैन है त्यहाँ हाम्रोमा आइदियो नि त हामीसँग यो गाडीमा हो नि त। हामी यही धुवाउँडेको गाडीले नै चिकन खाइदिने हो मैले डराउँछौँ मुजी हामी ओइ तेल छ के रिस होल्ड गर्दा नि हुन्छ अगाडि पढेछ त हामी यहाँबाट नो 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 त्यहाँ हामी भएकोमा साथी अगाडि पर्दैछ है हाम्रो हामी भएकोमा आउँदा हुन्छ त साथी हो हाम्रो भयो ग्यारेज त ग्यारेज गाडी पाउने घरबाट पाउने Mark the vehicle. यहाँ पर्दैछ ल दोस्रो बेला हामी त्यसले कसलाई कसले सर्ट हानेको यो छ त्यस्तै सर्ट लारन्डीको बान इजी किल थियो यार मलाई भनेको मार्नु रन्डीको बान मुजीलाई एक गोली लागेन यार म्याच छ्या के भइरहेछ मेरो सेन्स ओइ। के भइरहेछ यार ओइ, वान HP। म्याच राज पक, पक। पोजिसन चेन्ज फल ब्याक स्नाइपर छ है साथी 1 HP हैन 1 टाउको HP फटालिदिन्छ अहिले 1 HP छोडी टगले सामु त भनेर यसले हानेका नै छ युट्युबरहरू पोजिसन के चेन्ज पोजिसन हानेको चेन्ज अन्त यही छ यही ठिक छ क्या हामीलाई खेल्नु यही ठिक छ ठिक छ बाई बाई एक्स बाबा भन्ने पनि छ त्यसको टिम यो रन्डीकन एक्स ग्याङलाई मार्नुपर्छ यार म्याच होल्ड गर वरिपरि हेरे घुम्दै हेर्नु साथी अहिले फाइट नलिन छोड देऊ राज फल ब्याक तिम्रो मुझे टप फाइट 15 नलिनु पुग्न भने। आँटिस क्या मुझे फाइट नलिन छोड देऊ कम अन वान एचपी छ यार एकजना मात्र मर्नु विनर पर्यो बङ्गाली
लुकिसक्यो त साथी त्यो लुकिसक्यो त ओइ रन्डिकानले त जिस्कायो यार म्याचिङले त फ्लेयर आयो यार रन्डीको छोरोले अब अरे पछाडि हेरे त्यसलाई हेड लाग्यो यार हेड लाग्नु ओइ हेड लाग्यो यार फेरि यार एकजना पनि मर्दैन त Marked a location. त्यही एक्सिडेन्ट स्क्वाड गर्नु है छ यहाँ स्क्वाड छ है स्क्वाड छ ल तिमीहरू चाहिँ यता नआउ न तिमीहरू चाहिँ यता नआउ न ए म्याच एमो त्यो त रन्डीको छोरो अहिले यता आइज तल धेरै सारा एमो पिङ मेरो के भएको आम्मामा ड्रोन त पारी बन्नु पर्छ र ओ म गोली हान्दिनँ साथी यो गाडीमा पुऱ्याउँदा यो गाडीमा पुग्छ जोन पाइबो हिँड होइन नठोकौ न झारिदिन्छ नि त फेरि हामीलाई गुचुप्प अगाडि यो हिलमा बस्ने हो यो ड्रप टप भएको 15 पुगिसक्यो त दाइहरू यो ड्रप भएको रोटेसन हेर न टप 15 मुझे चिकन हान्ने हो मुझे कस्तो टप 15 मुझे ओ यो मोटर हान्छु म्याच मेरो रन्डीको छोराले म पक घरको ठ्याक्कै यो घरमा जुन पर्यो बरान्डामा चाहिँ हान्न बरान्डामा चाहिँ क्या अगाडि नक भएको हान्दैछु त हो पक्नु झ्यालमा There's झ्यालबाट an पिक ambush. गरिरहेको Play छ it safe. यहाँबाट हेरेर झ्यालबाट बराबर कुद्दै Watch आउँदैछ out. उयोमा साला उहाँले चिको नै साथी यो घरको पछाडि हान्छ Marked a location. ठ्याक्कै यो घरको पछाडि हान्छ Marked a location. Help! भाइ त्यही हो त यो एक्स बाबा भन् थाहा छ त हौ त्यही ग्रुप छ त्यहाँ छ भनेर कस्तो नखान्थ्यो कताबाट जाँदै जोनमा अरे भाइ त जोन जोन साथी यो खोलामा छिरौँ म खोलामा खोलाबाट तल तल जाने हो दाइ यो जन सक्छ। जन 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 जन
कस्तो रन्डीको छोरो मुजी जोन पनि फेरि उतै परेको म्याच यता पर्नु नि मुजी हाम्रोतिर जोन 18 सेकेन्ड मात्रै छ केटा 18 सेकेन्ड मात्रै छ है यहाँ छ दामी जोन दाइ यहाँबाट माथि चढ्नु छ भाइ अब फेरि अब मेरो मुखबाट देखिदिनुहोस् मुजी त्यत्रो हानेको एक्स 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 लेखेर त्यो बाबा साबा के फरक परेको भनेर कस्तो स्क्वाडै छ भन्छ भाइ नरियो फेरि माथि नचढ न फेरि माथि नचढ न उताबाट देख्छ उयो बल देख्छ के Marked a location. यहाँ छ त यहाँ हान्नु त त्यहाँबाट भर्खर गयो यहाँ सबै जोनमा आउनु पर्ने हुन्छ है केटा पिक नगर्नु यहाँनिर एडब्ल्युएम मान्छे Help! केटा हान न कभर खै यता हान्न पारे भाइ यता चाहिँ हेर्न यो म्युजिक पाडे त कस्तो उल्टो खेलेको यार ग्रिन साउन्ड यताबाट कभर दिइरहेको थियो त्यही भएर कभर नदिएछ भने यसलाई हानिदिइहालेको मलेहरू छैन अगाडिकोलाई छान्न अगाडिकोलाई ढुङ्गा ठुलो कभरको ए ठिक छ त त्यो तलबाट हान्न साथी पाइरहेको छ गनले हान्न गनले पाइरहेको तिमी सानो चल अगाडि तेरै अगाडि सुतेको छ है भर्खर सुतेको छ लेफ्टमा हल्का लेफ्टमा हल्का पुगिस आजादी हो भन्ने त